वेलकम टु दार्चुला हाफ फालीघाट। म चाहिँ अहिले मेरो गाउँको सबैभन्दा पुरानो पुल झोलुङ्गे पुलमा छु हैन। यसले करिब 40 वर्ष जति भयो होला यो पुललाई। र यो मेरो गाउँको चाहिँ जब यो फालीघाट खोलामा चाहिँ बर्सातमा धेरै पानी हुन्छ तब चाहिँ हामी यहाँबाट ट्राभल धेरै गर्छौँ। जब हामीसँग पक्की पुल पनि थिएन त्यतिखेर तलपट्टि जुन चाहिँ अहिले बनेको मोटर पुल हो त्यो हैन, पहिला चाहिँ हामी म्याक्सिमम चाहिँ यही पुलबाट क्रस गर्थे। अहिले चाहिँ मोटर पुल पनि छ। अब गाउँ जानु पर्यो भने चाहिँ हामी यतैबाट क्रस गर्छौँ हैन। अनि यो चाहिँ हामीहरू सानोमा छँदाखेरि यसरी खेल्नको लागि पनि हामी यता आइरह हुन्थ्यो कि खासमा हैन। म्याक्सिमम यहाँ आएर यो पुल यसरी हल्लाएर हैन, यतापट्टि कोही मान्छे आइरहेछ भने उसलाई यता नआउन दिने हैन, बच्चाहरू हामी त्यस्तो गर्थ्यौँ त्यतिखेर। अनि जब म यो गाउँमा आउँछु र यो पुलको मेरो सम्झनाहरू धेरै छ क्या हैन।